Hey, what's up, my good friends, and welcome back to my another new vlog with a new day, new vlog को साथ र सबै भ्युवर्सहरूलाई नमस्ते। सो त्यसपछि चाहिँ आज चाहिँ अब म एकछिनपछि चाहिँ अब गाउँ जानेछु र आज चाहिँ सोमबार, भोलि चाहिँ मेरो कलेज बिदा रहेको छ। सो म चाहिँ रेडी भइसकेको छु र म जाँदैछु आफ्नो गाउँतिर। ल साइकल चलाउँदै अनि भ्लग बनाउँदै। सो राइट नाउ आधी घन्टा साइकल चलाएपछि चाहिँ म आइसकेँ यहाँ हाइवेतिर। एज यु क्यान सी हियर, यहाँ हेर्न सक्नुहुन्छ चाहिँ हाइवे रहेको छ र म साइकलले यहाँ आइसकेको छु। त्यसपछि चाहिँ यसको ठिक 2 किलोमिटर अगाडि चाहिँ फ्याक्ट्रीहरू रहेको छ, ठुल्ठुलो फ्याक्ट्रीहरू रहेको छ, धेरै फ्याक्ट्रीहरू रहेको छ, जुन चाहिँ हाम्रो गाउँका मान्छेहरू लगभग सबैजना चाहिँ त्यहाँ काम गर्ने गर्छन्। र अब चाहिँ जाँदा जाँदा मलाई लागिरहेछ कि राति नै हुन्छ कि क्या त्यस्तै लागिरहेछ, तर केही छैन, आरामले जाने, बिस्तारै जाने। सो म चाहिँ गाउँमा आइसकेको छु र त्यहाँदेखि यहाँ आउनलाई मलाई 2 घन्टा जति लाग्यो र यहाँ आएपछि मैले खानासाना पनि खाइसकेको छु। त्यसपछि अहिले चाहिँ म यहाँ आगो तापेर बसिरहेको छु। यहाँ त अति धेरै जाडो छ कि मैले ज्याकेट पनि लगाएर छु, स्वेटर पनि लगाएर छु, तै पनि जाडो, कति जाडो हो, के भन्नु। अनि यहाँ त बिहान अति धेरै जाडो हुने के, पुरै जिउ नै थरथर काप्ने कि। अनि राति भएपछि माथिबाट शीत खस्छ, अनि त्यो गर्दाखेरि झन् जाडो हुने। अनि यहाँ हेर्न सक्नुहुन्छ यसै गरी ठाउँमा मान्छेहरूले चाहिँ दाउरा साउरा बालेर आगो ताप्ने गर्छन् अनि त्यसै गर्छन्। अनि त्यसपछि चाहिँ अर्को नेक्स्ट न्यू ब्लगमा चाहिँ भेट हुनेछ। आजको लागि यति नै। हस्त धन्यवाद। लाइक, सब्सक्राइब, कमेन्ट्स गर्नु होला। हस्त धन्यवाद।